के छ दाइ तपाईँको नाम के हो? हरिचन्द्र बुथाबा घर यहीँ हो? बुथाडा। तपाईँको यो भेडाहरू सबै तपाईँका हुन्? 90वटा छन्। 90वटा छन्। अनि के यो भेडा मासुको लागि कि सामान बोक्न लागि केमा युज हुन्छ? मासु खानलाई, बेच्नलाई है त के गर्नु पर्यो, पढाउनु पर्यो, टटिया सब भन्नु पर्यो। कति छन् बच्चा? बच्चा 4वटा छन्। हो के गर्छन्? पढाएको छु, बोर्डिङ पढाएको छु, अब पसिना बगाएको छु। कति वर्षको हुनुभयो? 40 वर्ष पुगेँ। खरुका जानुपर्छ, त्यसै पसिना बगाउनु पर्छ। स्याल खाउ हुन्छ, बाघ खाउ हुन्छु। अनि कति छ खेतबारी होला नि त, खाना त पुग्ने नानापा छन्, बढी छैन। हो खाना पुग्छ? खाना पुग्दैन, बेसा गर्नुपर्छ। जेठो बच्चा कत्रो भयो? बालबच्चा त्यतिकै छन्। काम गर्न सक्ने भएको छैन अहिलेसम्म? छैन। एसएलसी दिए? एसएलसी दिएन, भर्खर साना छन्। छोरी आइसल दिन्छ कि आगो साल दिन्छ है छोरी? सबै यहीँ पढ्छन् बोर्डिङमै? यही बोर्डिङ स्याउबारी स्कुल पढ्छन्। ए ल धन्यवाद।